नेपालले जब भारतबाट केराको आयात रोक्यो, त्यसपछि देशको कृषि बजारमा एउटा ठूलो परिवर्तन देखियो। नेपाली किसानले पहिलो पटक आफ्ना उत्पादनको राम्रो मूल्य पाए, तर उपभोक्ताले बजारमा विकल्पको कमी महसुस गर्न थाले। यही एउटा घटनाले सरकारलाई नयाँ सोचतर्फ धकेले। के नेपालले आयात घटाएर स्वदेशी उत्पादनलाई अगाडि बढाउन सक्छ, कि यसले देशमा महँगाईको नयाँ सङ्कट ल्याउनेछ? अब सरकार आगामी बजेट मार्फत भन्सार नीति ठूलो रूपमा परिवर्तन गर्ने तयारीमा छ। सरकारको स्पष्ट रणनीति छ, नेपालमा उत्पादन हुने वस्तुलाई संरक्षण गर्ने, आयात घटाउने र स्वदेशी उद्योगलाई मजबुत बनाउने। यसका लागि मुख्य हतियार बनाइएको छ भन्सार दर वृद्धि। यदि आयात महँगो भयो भने नेपाली उत्पादनले बजार पाउँछ। यो नीति विशेष गरी केही क्षेत्रहरूमा लागू हुन सक्छ। साना बाइक र स्कुटर सस्तो बनाउने, नेपालमै एसेम्बल हुने कारमा कर घटाउने, कृषि उत्पादनमा आयात नियन्त्रण गर्ने, कच्चा पदार्थमा छुट दिने तर तयारी वस्तुमा कर बढाउने। सरकारको लक्ष्य स्पष्ट छ, नेपालमै उत्पादन भएको वस्तु नेपालीले नै प्रयोग गरून्। तर अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थाबाट गुज्रिरहेको छ। ब्याङ्कमा पैसा छ तर लगानी छैन, उद्योगहरू सुस्त छन्, ग्रामीण अर्थतन्त्र सङ्कटमा छ र बजारमा माग घट्दै गएको छ। किसानले उत्पादनको उचित मूल्य पाएका छैनन्। यही कारण सरकारले कर नीति मार्फत अर्थतन्त्र चलायमान बनाउने प्रयास गरिरहेको छ। हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले चकित पार्ने तथ्य देखाएको छ। एक वर्षमा मात्र करिब 85 अर्ब रुपैयाँ बराबरको कर छुट दिइएको छ। तर प्रश्न उठ्छ, के उत्पादन बढ्यो? के उपभोक्ताले सस्तो पाए? उत्तर धेरैजसो अवस्थामा छैन। यसले देखाउँछ कि कर छुटको फाइदा धेरैजसो सीमित समूहमा मात्र केन्द्रित भयो। नेपालमा अहिले बाइक एसेम्बल उद्योग बढिरहेको छ, तर उपभोक्ताको अनुभव के छ? महँगा बाइक अझै महँगा नै छन् र सस्तोको लाभ जनतासम्म पुगेको छैन। त्यसैले अब सरकारको सोच छ कर प्रणालीलाई पुनः संरचना गर्ने। कृषि क्षेत्रमा सरकार अझ बढी आक्रामक देखिन्छ। नेपालले हरेक वर्ष अर्बौंको कृषि उत्पादन आयात गर्छ। चामल, तरकारी, फलफुल। सरकारको तर्क छ, सस्तो भारतीय उत्पादनले नेपाली किसानलाई मारिरहेको छ। त्यसैले अब आयातमा कर बढाएर नेपाली किसानलाई बजार दिने योजना छ। तर यहाँ ठूलो चुनौती पनि छ। नेपाल अझै आत्मनिर्भर छैन। उत्पादन क्षमता कमजोर छ। सिंचाई, मल, प्रविधि अभाव छ र खुला सीमाका कारण तस्करीको जोखिम छ। यदि तयारी बिना कर बढाइयो भने बजारमा महँगाई अचानक बढ्न सक्छ। उपभोक्ता प्रत्यक्ष प्रभावित हुन सक्छन्। नेपाल भारत व्यापार सम्बन्ध पनि यसमा महत्त्वपूर्ण छ। यदि कर नीति धेरै कडा भयो भने भारतले पनि प्रतिक्रिया दिन सक्छ, जसले नेपाली निर्यातलाई असर गर्न सक्छ। त्यसैले यो नीति केवल आर्थिक होइन, कूटनीतिक रूपमा पनि संवेदनशील छ। सरकारको उद्देश्य स्पष्ट छ, आत्मनिर्भर अर्थतन्त्र बनाउनु। तर प्रश्न अझै बाँकी छ, के उत्पादन बिना कर बढाएर आत्मनिर्भरता सम्भव छ, कि यो नीति महँगाईको नयाँ कारण बन्नेछ? समयले नै यसको उत्तर दिनेछ। तपाईलाई के लाग्छ? यो नीति नेपालका लागि अवसर हो कि जोखिम? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्।